दर्शक महानुभावहरू नमस्कार। आज पनि म किसान माझ आइपुगेको छु। त्यसै गरी हिजो पनि मैले यो गोलभेडाको भाउ कहिले आउँछ भन्ने विषयमा कुराकानी उठाएको थिएँ र आज पनि म हरेक किसानको बारीमा पुगेको छु, घरमा पुगेको छु, खेतमा पुगेको छु, किसानसँग मैले कुराकानी गरिरहेको छु। आज म एकजना दाइकोमा आइपुगेको छु। यहाँ एकजना दाइ हुनुहुन्छ, उहाँसँग आज हामी कुराकानी गर्नेछौँ। दाइ नमस्कार, स्वागत छ यहाँलाई। हजुर नमस्ते। काम गरिरहनु भएको रहेछ, मैले डिस्टर्ब त गरिनँ नि? काम गरिरहेको छु। अब यहाँ देशमा यस्तै छ, किसानको हालत छ। 10 रुपियाँ किलो टमाटर बेच्नु परेको छ। तपाईँको शुभ नाम के हो? शुभ नामबाटै जाउँ न दाइ। एकछिन काम छोडिदिनु नि, एकछिन हामीसँग कुराकानी गर्नु न है त। खै कामै गर्नु, यो कुरा गयो केही हुनेवाला छैन यो देशमा। कुरा गयो हुने भएदेखि जनताले, यो किसानले यस्तो दुःख पाउने थिएन नि भाइ। अब के गर्ने? ल ठिक छ, आज म तपाईँकोसँग कुराकानी गर्न भनेर आइसकेँ। अब तपाईँसँग म कुराकानी गर्छु। हजुर शुभ नामबाट जाउँ। तपाईँको शुभ नाम के पर्यो? मेरो नाम मोहन पर्साई। मोहन पर्साई। दाइको घर कहाँ पर्यो? मेरो ताप्लेजुङ। घर ताप्लेजुङ। अहिले यहाँ चाहिँ व्यवसाय गरेर बसेको छु। काठमाडौँमा तरकारी फर्म व्यवसाय गर्नुभएको? विगत 10 वर्षदेखि म गर्दैछु। अहिले तपाईँ पर्साई भनेपछि त रमेश पर्साईको काका, ठुलो बा, अङ्कल, दाजुभाइहरूलाई के पर्नुभयो तपाईँ? हाम्रो दाजुभाइ नै पर्छ हो। दाजुभाइ नै पर्छ। अहिले त रमेश पर्साई त सांसद भएर संसद गएका छन्। यो तपाईँहरू अब अहिले किसान यति पीडित छु भनिरहनु भएको छ, केही कुरा गर्नु भएको छैन यो किसानको विषयमा नि बोलिदिनु पऱ्यो भनेर? अब मैले भनिसकेँ, रमेश पर्साईलाई पनि भनिसकेको हो होइन। हजुर। अब उनीहरूको त कृषि मन्त्री कस्तो खाले कृषि मन्त्री हो? कुर्सीमा मात्रै कुर्सीमा बसेर भत्ता खाने मात्रै देखियो। हजुर। जनताको हक हितको लागि अहिलेसम्म देखिएन। पुरानो भ्रष्ट सरकारले त गयो भ्रष्टाचार गरे, खाए। जनतालाई एउटा राहत पनि दिएन। जनताका नाममा आएको राहत माथि खातापाता मिलाएर नि खाए। जनताले, वास्तविक किसानले, नेपालको वास्तविक किसानले चाहिँ पाएको छैन। अहिलेसम्म वास्तविक राहत पाएको छैन किसानले। तपाईँले विगत 10 वर्षदेखि यो तरकारी खेती गरिरहेको छु भनेर भन्नुभयो दाइ। तपाईँले अहिलेसम्म नेपाल सरकारबाट कतिको राहतहरू पाउनु भएको छ र कतिको तपाईँले नेपाल सरकारले तपाईँलाई किसानलाई अनुदान भनेर कतिको ल्याउनु भएको छ कि छैन 10 वर्षमा? अहिलेसम्म मैले भनेको एकचोटि 70 सालमा मैले 40,000 पाएको थिएँ। त्यो पनि झगडा गयो, मैले कृषि विकासमा गयो। हजुर। 2टा टनल हुनेले सबैले पाएँ, मैले 15को पनि गर्दा पनि मैले पाइनँ। अनि कृषिको हाकिमसँग झगडा गयो, सर यस्तो के हो, यस्तो अन्याय किन? 2टा टनल हुनेले 10 लाख रुपियाँ पाउँछन्, अनुदान खान्छन्, झोलाको खातापाता मिलाएर खान्छन्। हामी वास्तविक किसानले चाहिँ नपाउनुको कारण के हो भन्दाखेरि उहाँले होइन सर यस्तो नहुनु पर्ने भन्नुभयो कृषिको हाकिमले। हजुर हजुर। अनि त्यो भन्दाखेरि ठिक छ त हुन्छ, म तपाईँलाई यसपालि चाहिँ पारिदिन्छु भनेर 40,000 रुपियाँ चाहिँ मैले लिएको हो। हजुर। कृषि अनुदान त्यही हो। अब अहिलेसम्म मैले पाएको भनेको केही छैन होइन। हजुर। अब यो देशमा वास्तविक किसानले अनुदान पनि पाउँदैन, सबै भ्रष्टाचार हुन्छ। अब जसको सोर्स छ त्यसले पायो। वास्तविक किसानले अहिलेसम्म नेपालमा यो पाएको छैन, अनुदान पाएको छैन, सहजीकरण भएको छैन किसानमा। कति रुपियाँ किलो बेचिरहनु भएको छ अहिले? यत्रो लगानी गर्नु भएको छ तपाईँले, तपाईँको लगानी उठिया छ त दाइ? लगानी के उठ्नु, अब अहिले मेरो यहाँ लगभग डिएपी 2800 रुपियाँ किलो पर्छ बोरा। हजुर बोरा। अब युरिया हामीलाई 2000 रुपियाँ लिन्छ। अब यसरी हामीले अब दुनियाँ लगानी गरेको छ, बिउ बिजन सबै भयो, मल भयो, यो प्लास्टिक भयो। अस्ति हावाले उडाएर लगिदियो 3-4वटा टनल। अब त्यो फेरि प्लास्टिक किनेर ल्याउनु पर्यो, यसरी छापेर गर्नु दुःखको छ। अब बजार व्यवस्थापन भएन। यो पहिला त अब भ्रष्ट सरकार थियो, तस्करी सरकार थियो। तर अहिलेको सरकार, यो जेनजीको सरकार, नेपालमा अहिले जेनजी आएको छ। किसानको हक हितको लागि गर्नुपर्ने काम हो। अब युवाहरू विदेश पलायन भइरहेछन्। म चाहिँ विदेश गएर पनि आएको पहिला। कति वर्ष कहाँ बस्नुभयो? म विदेशमा बसेँ, दुबईमा बसेँ 5 वर्ष। हजुर। मलेसिया बसेँ 3 वर्ष। हजुर। अब आफ्नै देशमा केही हुन्छ कि भनेर मैले यहाँ काम थालेँ। तर अहिलेसम्म अब म छोड्दैछु यो काम, किनभने हामीलाई ऋण गर्नुपर्छ। ऋण गरेर चाहिँ मल किन्नुपर्छ। अब यो सबै कुराले म पीडित भएको छु अहिले। अब तपाईँको 10-15 रुपियाँमा टमाटर बेच्नुपर्छ,
यसरी बेचेर हाम्रो त यो त लगानी त भयो जाओस्, हामीलाई आफ्नो परिवार धान्न पनि समस्या हुन्छ। हजुर। त्यस कारणले वास्तविक सरकारलाई म के सुझाव दिन चाहन्छु भने किसानलाई, प्रत्येक किसानलाई बुझेर टोल टोलमा गएर माथिबाट कृषि मन्त्रालयबाट चाहिँ एउटा आयोगै बनाएर किसानको लागि चाहिँ बुझेर त्यो नगरपालिका उनी पठाउने होइन, सिधै माथिबाट चाहिँ अनुगमन गर्नुपर्छ। कुन किसानले काम गर्दैछ, कसरी चाहिँ उसले व्यवस्थापन गर्दैछ। अब यहाँ रोग आएको छ, यहाँ सबै रोग आइरहेको छ। यहाँनिर अब यहाँ होट फ्लाई आएको छ, अब यसलाई दबाई छैन। अब यो दबाई किन्न हामीलाई एक ट्याङ्कीको 300 पर्छ। एक ट्याङ्की हान्दा 300 पर्छ। अब हामीले अहिले 200 यो टमाटर बेचिरहनु परेको छ। अनि यो सरकार, अब अहिलेको नयाँ सरकार, यो रासपाको सरकार, म रासपालाई अब राम्रै मान्थेँ। अब गर्दैछ गर्न त, अब नयाँ हो, सिक्न पनि टाइम लाग्छ। तर वास्तविक किसानको हक हितको लागि चाहिँ बजार व्यवस्थापन गर्नु पर्यो सरकारले, तुरुन्तभन्दा तुरुन्त। यो टमाटरलाई चाहिँ बजारमा लगेर चाहिँ उसले एउटा चिस्यान कोल्ड स्टोरको व्यवस्था गर्नु पर्यो सरकारले। कोल्ड स्टोरमा अहिले लगाएको भने हामीले 40 रुपियाँ किलोको टमाटर पछि त्यो गएर 60मा बेच्दा पनि त्यो सरकारलाई पनि आम्दाम हुन्छ र उपभोक्ताले पनि सही मूल्यमा खान पाउँछ। अब अहिले बिचौलियालाई हामी दिन्छौँ, बिचौलियाले अहिले हाम्रो 10 रुपियाँ किलो लगिरहेको छ, उसले 25-30मा बेचेको छ। अब हामीलाई त 10 रुपियाँदेखि दिँदैन। सरकारले व्यवस्थापन गर्नु पर्यो तुरुन्तभन्दा तुरुन्त। यति यो सरकार हितको, जनताको हितको लागि काम गर्ने सरकार हो भने यसले चाहिँ जनमुखी काम गर्नु चाहिँ अनिवार्य छ। होइन भने पहिलाकै काम हो, पहिलाकै सरकारको जस्तो काम हो नि यो सरकारले पनि म त्यति गर्न चाहन्न। त्यस कारणले गर्दा हामी एकदम पीडित छौँ। हाम्रो पीडालाई चाहिँ सरकारले तुरुन्त यो सम्बोधन गर्यो, यस मागलाई चाहिँ सम्बोधन गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। हिजो म गोलभेडाहरू यहाँ बाटोमा हिँड्दै गर्दा टन्नै गोलभेडाहरू गाडीमा लोड गर्दै गरेको देखेँ। यो गोलभेडा कति लान्छ भनेर मैले त्यहाँ किसानहरूलाई प्रश्न गरेँ। उहाँहरूले भन्नुभयो ठेकदारले लान्छ, पोखरा लान्छ भन्नुभयो। अब तपाईँहरू भन्दै हुनुहुन्छ 10 रुपियाँ किलोमा हामी टमाटर बेच्छौँ, ठेकदारले उहाँ लगेर 30मा बेच्छ भने तपाईँ यत्रो बिरुवा रोपेर यत्रो लगानी गर्ने मान्छेले 10 पाउँदै हुनुहुन्छ, लानीले बरु 15-20 रुपियाँ उसले फोकट त्यहाँ खाइरहेछ। त्यो भएको कारणले गर्दाखेरि अब नेपाल सरकारले पनि जसरी किसानको गुनासो छ, किसानले जे भनिरहनु भएको छ त्यो गर्न जरुरी छ। दाइले भने जस्तै माथिबाटै अनुगमन आएर असली किसानको र अहिले जुन अनुदान खाने एउटा अर्काको फर्म देखाएर, अर्काको 2-4 बाख्रा देखाएर, अर्काको गोलभेडा बारी देखाएर खाने जुन माफियाहरूको चाहिँ अन्त्य हुनु पर्यो। माफियाको तुरुन्त अन्त्य हुनु पर्यो। अनुगमन गरेर कृषि मन्त्रीले चाहिँ कुर्सीमा बसेर मात्रै तलब खाने होइन क्या, जनताको मनोभावनालाई बुझ्नु पर्यो। के मन्त्री भएको अर्थ के भयो? जनताको मनोभावना बुझ्दैन, किसानको मनोभावना बुझ्दैन, दुःख बुझ्दैन भने के अर्थ भयो? मन्त्री भएपछि त एउटा गर्नु पर्यो नि काम। अहिलेको यो त जेन्जी सरकार हो, जेन्जी मन्त्री हो नि। जेन्जी मन्त्री भएर पनि जनताको पिरमाका बुझ्दैन भने अनि के अर्थै भएन। पहिला अहिलेमा के अन्तरै भएन। खै काहीँ हिँडेको म देख्दिनँ, काहीँ अनुगमन गरेको म देख्दिनँ। अब एउटा टनेल अहिले अहिले अनुदान टनेल पनि आएको रहेछ है हाम्रो गाउँदी। हजुर। यो चाहिँ स्थानीय लोकलले पाउँदो रहेछ। अब हामी त बाहिर जिल्लाकोले पाउँदैनौँ। अब उनीहरूलाई अहिले त टनेल आएको छ, लगभग 40,000 त्यहाँ लगभग लगानी भएको छ एउटा टनेलमा। अब किसानसँग 25,000 लिँदो रहेछ। 1,20,000 को सही गर्नु पर्दो रहेछ किसानले। हेर्नु अब त्यो कहाँ गयो? 40,000मा त रेडी हुन्छ, 40देखि 50, 70,000 रुपियाँ ती पनि भ्रष्टाचार। उल्टो किसानले 25,000 बुझाउनु परेछ। अब किसानले सही गर्नु पर्यो, 1,20 को चाहिँ सही गर्नु पर्यो। मैले 1,20,000 पाएँ भनेर सही गर्नु पर्यो। उल्टो 25 तिरेको छ। अनि कति सुन भ्रष्टाचार, करप्सन छन् यो देशमा। खोइ यो बुझ्नु पर्यो नि त। हुन्छ दाइ, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र दर्शक महानुभावहरू, तपाईँलाई मैले देखाइरहेको छु म हरेक किसानको समस्या लिएर आउनेछु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर फेसबुक पेजलाई फलो गरेर हामीसँग जोडिनु होला। र यो भिडियो यति धेरै सेयर गर्नुहोस् कि नेपाल सरकारसम्म यो भिडियो पुगोस् भनेर अपेक्षा गरेको छु। हस् त, धन्यवाद।